यति धेरै हाँसो, यति धेरै रमाइलो, तर यो यात्रा रमाइलोको मात्र थिएन। यो यात्रा फेरि एक अर्कालाई समय दिनको लागि थियो। हामी दैनिक जीवनमा व्यस्त दुईजना, काम, जिम्मेवारी, भोलिको चिन्ता सबै थियो। तर कहिलेकाहीँ हामीले हामीलाई समय दिन छुटाइरहेका थियौँ। जीवन नराम्रो थिएन, तर हतार धेरै थियो। कुराकानी छुट्टिँदै गयो, हाँसोहरू पनि कहिलेकाहीँ मात्र आउन थाल्यो। हामी सँगै थियौँ, तर सँगै बितेका समय कम हुँदै गइरहेका थिए। त्यसपछि हामीले सोच्यौँ, सबै कुरा मिलिसकेपछि होइन, अहिले नै समय निकालौँ। गन्तव्य थियो गोल्ड कोस्ट। घुम्नका लागि मात्र होइन, फेरि एक अर्कातिर फर्किनका लागि। हामीले ठुलो योजना बनाएनौँ, बस केही दिन सँगै बाँच्ने योजना बनायौँ। बिहानहरू हतार बिना, दिनहरू हाँसोसहित, साँझहरू शान्त कुराकानीसँग। विमानबाट ओर्लिएको पहिलो सासदेखि नै हामी हल्का महसुस गर्न थाल्यौँ। थिम पार्कमा बालबालिका जस्तै हाँस्यौँ, कहिले चिच्याउँदै, कहिले हाँस्दै, कहिले एक अर्कालाई बलियोसँग समात्दै। पानीसँग खेल्यौँ, कहिले समुद्रसँग, कहिले आकाशमाथि उड्दै। सहरको बत्ती मुनि हात समाएर हिँड्ने ती साँझहरू र एनिभर्सरीको दिन सजिएर एक अर्कालाई हेरेर मुस्कुराएको त्यो शान्त डिनर, त्यो पलमा हामी फेरि प्रेममा थियौँ। यी केही दिनले हामीलाई फेरि सम्झायो, माया ठुलो यात्रामा होइन, सँगै बितेको सानो समयमा गहिरो बन्छ। हामीले धेरै कुरा बोलेनौँ, तर धेरै कुरा महसुस गर्यौँ। घर फर्किँदा हामीसँग फोटाहरू मात्र थिएनन्, हामीसँग हल्का मन थियो, नजिकिएको सम्बन्ध थियो र फेरि हामीलाई नछुटाउने बाचा थियो। यो यात्रा छुट्टी मात्र थिएन, यो यात्रा फेरि एक अर्कातिर फर्किने यात्रा थियो। हाम्रो एनिभर्सरी मिति मात्र होइन, फेरि हामी भेटिएको दिन थियो।